वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ सन्जुको बर्थडे हो अनि हामी सेम लुगा लाएर बसेछौँ। आज सन्जुको घर आएको छु म बर्थडे मनाउन सन्जुको। अनि हामी यहाँ सेम लुगा लगाएर बसेछौँ। केक कुट्दैछु म। यहाँ केक आउँदैछ सन्जुको। एकजनाले गिफ्ट भनौँ अब पार्सल आउँदैछ केक। अब म लिन जान्छु एकछिनमा। तर मैले सन्जुलाई यो कुरा भनिदिएँ। बनाइरहेछौँ हेर्नु यहाँ माछा। सेफ चाहिँ हाम्रो सन्जु हो है। यिनलाई मुख नदेखाऊ भन्दै थियो। यी हामीले पुरै यहाँ काटेर रेडी पारेर राखेछौँ। पकाइरहेछौँ हामी यहाँ पकाइरहेछौँ हेर्नु। अब पकाएर भएपछि चाहिँ म देखाउँछु के पाक्यो भनेर। छ यहाँ छ खसीको मासु अनि यहाँ माछा छ। यहाँ सन्जुले आफ्नो लागि बनाइरहेको छ टोफु। उता फ्राई माछा छ अनि यहाँ मेन डिस अचार अनि यहाँ सेफ। सो यहाँ सन्जुको अब फोटो सुटिङ हुँदैछ अनि सन्जुलाई चाहिँ यहाँ मन परेन भन्दैछिन् फोटोहरू अनि सी इज एङ्ग्री। सो हामीलाई फकाउँदैछौँ राम्रो आएको छ फोटो भन्दै। अब चाहिँ हामी यहाँ अनबक्सिङ गर्न थालेको गिफ्टहरू हेर्नु। यहाँ के पाइन्छ सन्जुले आज। सी इज सो एक्साइटेड टु ओपन। के हो यो? इलेक्ट्रिक बेल्ट पिरियड। ए त्यो पिरियड वाला। यो भित्र पनि लाउँदाखेरि फिल पिरियड थाहा हुँदैन। यो त राम्रो हो। धन्यवाद। अब सुभाषको गिफ्ट छ नि। स्वेटर ये ब्राउन कलर में ठीक है। मेरे गिफ्ट हेर्न रेडी। हेर्नु साथीहरु एकदम एक्साइटेड भएर ड्याडीलाई पनि देखाइरहेको छन्। खुसी भइछन् गिफ्ट पाएर एकदम सन्जु। त्यो भाउजूको जस्तै पर सर्दाखेरि त्यो पेट नदुख्ने वाला के बेल्ट राम्रो खालको। दाइले दिएको चार्ज सकिन्थ्यो। यो राम्रो खालको भाउजूको राम्रो थियो नि। सोच्दिन भाउजूको जस्तै हो के त्यो पिरियड बेल्ट के। देखे। अनि यो चाहिँ स्वेटर। लाइट बस्नु पर्यो दिदी टिटरमा। लाइट बस्नु पर्यो रे सोच्दिन। गिफ्ट अनबक्सिङ भइसक्यो यहाँ। अनि यो चाहिँ मेरो ब्याग। नाइस। भएन म यस्तो ब्याग त बोक्दिनँ बुढी मान्छेको। ल भयो। मान्छेको नाम भनेको सन्जु जस्तो। सबैजना गइसकेछन् अनि हामी चाहिँ यहाँ अब रुममा बसेछौँ। अरू सबै साथीहरू हाम्रो गइसके अनि यहाँ हामी फोटो सुट गर्दैछौँ। सबैजना गएपछि हाम्रो बर्थडे चाहिँ अब सकिसकेछ। सो बाई। हेर्नु आज मेरो मेकअपवाला फेस। मेकअप गरेको मैले। लुक एट माई लिप्स आइज। हिजो बर्थडे हामी सेलिब्रेट गऱ्यौँ अनि आज हामी कलेज गएनौँ क्या। हामी अब मिसिल गर्ने दिउँसभरि मिसिल गर्ने अनि आज सब्मिट गरिदिन्छु। आज यहीँ सन्जुको घरमा छोडिदिन्छु अनि सन्जुले बुझाइदिन्छन् भनेर हामी सन्जु पनि सुतिरहेछन् के अरे हामी दिउँसभरि आज गएनौँ कलेज गएनौँ मिसिल गर्ने भनेर हामी गएनौँ साथीहरू। तर हाम्रो हालत हेर्नु यहाँ सुतिखिन् यहाँ म फोन चलाउँदै बसेछु। न मिसिल गऱ्यौँ 2 बज्न थालिसक्यो मिसिल पनि गरेनौँ। आज हाम्रो फोकट गयो टाइम। ब्याड लक गाइस। अब चाहिँ म एकैछिनमा होस्टेल जान्छु। सो बाई। आजको लागि यति नै।